चटपटे भ्लगमा चाहिँ स्वागत छ सबैजनालाई। थुक्क यार सम्धियो त पगलेछ त खाएको देखेर यस्तो थुक्निनु मात्र होइन धेरै पछि खाएर 1 वर्ष भएको लेसन नखा नर्सिया अझ झुम मजा आउँछ। रुममा बसेर रुममा बस्दाखेरि बनाएर खानु चाहिँ गाडा हो थपडा भा। हेलो गाइज के छ खबर के छ नि हाल खबर तपाईँहरूलाई फेरि स्वागत छ मेरो नयाँ भ्लगमा। आज चाहिँ few inches later चटपटे बनाएर खाउँ भनेर गरेको होइन। सम्धी र म यता हुनुहुन्छ सम्धीले काटकुट सुरु गर्नु भएको छ। भुइँमै बसेर हामी ट्याक्क रुममा यता छ हाम्रो यो आजको चाहिँ मिनी भ्लग हो नि, चटपटे भ्लगमा चाहिँ स्वागत छ सबैजनालाई। के कस्तो हुन्छ हेरेर प्रतिक्रिया दिनु होला। ओके यो चाहिँ म ट्याक्क धोएर लिएर आउँछु होइन। ट्याक्क बनाएर खानु पऱ्यो भनेर हिजो अस्तिबाटै कुरा भइरहेको थियो हाम्रो। हिजो सम्धि मार्केट जानु हुँदाखेरि लिएर आउनु भएको रहेछ। अहिले चाहिँ बनाएर हालिदिनु पऱ्यो ट्याक्क बास हामीले अमिलो समिलो हालेर होइन। मैले चाहिँ धोएर भ्याइसकेको छ। यस्तो भइसकेको छ है। मिनी भ्लगै भनौँ न, हाम्रो सानो हुन्छ यो 5-6 मिनटको हुन्छ होला। धेरै हुन्छ क्या हो सम्धि खाइहाल्नु ठिकै छ केही छैन। यो उदय गर्दाखेरि म चाहिँ अर्को कागती पनि निकाल्छु एउटा। यसमा छ 2टा सम्धि मैले अघि पकाएको। हजुर ए यो वाला हो। ए ए ए हुन्छ हुन्छ भयो सम्धि भयो। नेपाली स्टाइलमा ठिक छ नि होइन। नुन छ यता, जिरा कि धनिया सम्धि? जिरा लु जिरा यहाँ, धनिया यहाँ सम्धि, तुलु खुर्सानी चाहिन्छ भने यहाँ सम्झि के सानो झ्याप ल हुन्छ लाइ ओके छ त सम्धि। ल निकाल धन्यवाद। टेस्ट कस्तो लाइ लाएन खरा भएन दामी भएछ। हाम्रो चाहिँ खानेको सुरु भइसकेको छ होइन। ल यो नर्सिया अझ झुम मजा आउँछ। के छ त्यो सम्झ्यो कस्तो अनि सम्झि चटपटेको जस्तो फिल आएर चाहिँ छैन तपाईँलाई? बब्बर नुन बेसी भएको भएन। ठिक छ सम्झे धेरै पछि खाएर 1 वर्ष बेसी भयो। न्यु क्याम्पमा हुँदाखेरि यस्तो त्यो यो मुनिको बाल्टिन जस्तोमा आधी बाल्टिन बनाएर बोलाएको थिएँ मैले केटाहरूलाई, यादव र मनोजलाई। अब यति खाएपछि त काण्ड पुगिहाल्छ। भातै बनाउनु मन लाग्दैन होला यार हो। हो पानी त सोच्ने ठिक्क भएछ ल फसला भा लिन्छौँ त्यो पानी। रुममा बस्दाखेरि बनाएर खानु चाहिँ गाडा हो। लोकल स्टाइल खाएको देखेर यस्तो थुक्निनु मात्र होइन, देखेपछि होइन टक्क बनाउने केही छैन। यहाँनिर प्याज खुर्सानी टमाटर निम्बु सबै तरकारीमा हाल्ने चिजहरू हो। निन्द्रै बगाएको छ नि है खानु यो बेसी भयो कि हो। आएको यो त सिद्धिनुपर्छ, सिद्धिहाल्छ नि यो। अब यसो कपडा सपडा धुँदै गर्नु पर्ला।
मेरो खासै छैन सम्झी साइड लाउनु पर्ला नचाहिन्छ त्यति अब एक हप्ता बितेपछि म चाहिँ त्यो धोएर लकेजमा कति हुन्छ होइन लकेज कुन कता छ तपाईँ अरू घुमाउँछ सान्छ अरू उयो यो मेरो त ठुलो छ त सानसान छ अस्तिको चोटि जानु मैले 25 केजी हालेँ त्यसमा हो पिरो भयो यार है जस पिरो भयो भने मजा आएर चाहिँ खाना चाहिँ लास्टै निन्दा आएको छ म त भर्खर उठेर आउनु सिक्दैछु हो बोल गर्नु सम्झि पसिनै छुट्यायो यार पसिना छुट्यायो यार पसिना बनायो छटपटी पिरोले के गर्ने अब पिरो भयो भने खानु मन लाग्छ यस्तो यो हरि खुर्सानी त लास्टै पिरो हुन्छ सम्झि लास्टमा पिरो हुन्छ यत्रो बाँकी छ अझै दामी भएछ खतरा मिठो भएर छ यार मिठो चाहिँ तर मजा पनि आएर छ पेट अगाडि जिब्रामा पुगेन यसमा आलु सिनी मजा हाल्नु पायो भोगाल हुँदैछ नि त्यही पिरो भन्छ नि यार खतरा पसिना छुट्याइदियो मेरो त अनि हान्नु पुग्यो मैले त हान्नु पुग्यो मैले त सम्झे स्वर सारमा हान्छ खानु न सम्झे हानु मसँग दबाई छ नि म निकाल्छु दबाई हैट खानु न सम्झे मेन्टेन बढी भयो तर सम्झेलाई भन्दा अलिक बेसी चाहिँ मलाई आउँछ कि क्या जस्तो लाग्यो मलाई दबाई पुरै भिड हाम्रो चाहिँ बनाएर खाएर सकिसकेको अवस्था लास्टमा आइपुगेको छ ए पिरो पनि अब केटा हाम्रो चाहिँ सकिएको छ होइन आजको मिनी भलग यहीँ सकिएको भन्न चाहन्छौँ चटपटे भलग चाहिँ होइन हेर्नु त्यहाँ देखाउनु त्यहाँ खाली भयो यत्रो एक बाटा खायो दुईजना यो चाहिँ सिद्धेको छ राक्षरी र अर्को पार्ट आउँदैछ सेकेन्ड पार्ट है त सेकेन्ड पार्ट फेरि आउँछ भोलि पर्सि पसिना चाहिँ ओभर आयो यार मलाई चाहिँ ओभरै आयो फाइनली हाम्रो चाहिँ सकिएको छ होइन अब खाएर मात्रै हुँदैन केटा हो अलिअलि फेरि पासपुस पनि गर्नुपर्छ अलिकति ठुलो सिन्द्रा सब बगाइदियो बसौँ सन्धि कुर्सी बसौँ सम्झि यो राख्ने यो कुर्सी हजुर यो त झ्यालतिर राख्नु थियो होला यो अब यहाँ छ थुक्क यार सम्धि यो त पग्लेछ त थुक्क यार सम्धि यो त पग्लेछ त पग्ले जस्तो छ यार यो त कुल्फी त यार यसले काम गरेन जस्तो यो त चक्कु लैहालेँ मैले काट्ने कुरो भएन काट्ने कुरा केलाई हुन्छ यतिकै आउँछ आउँछ सम्धि यस्तो कस्तो भयो पग्लेछ नि यार यस्तो भएर चाहिँ यार छोड्दिनँ अब हजुर छोड्दिनँ खाइ हेर्नु एकचोटि ट्राई गर्नु खाना त मिल्दैन होला यो त अनि ट्राई गर्नु ट्राई हँ यस्तो भयो आउँदैन त्यसमा आउँदैन होला हौ सम्धि यो त चाट्नु नि त्यहाँ अब के गर्ने कौन है ये लोग कहाँ से आते हैं ये यस्तो भएछ यो त नि छैन यार प्रभु यस्तो भएछ यार कुल्फी त कसरी खाँदा अब छोड्दिनँ चाट्नु त्यो कि यो भाँडा मात्रै आयो अनि यो भाँडा मात्रै आयो अनि ठ्याट उता लगेर हाल्नुपर्ने रहेछ दाइकोमा मैले गल्ती गरेँ नि यार ल यस्तो छ कुल्फी त यस्तो भएछ यार आधी प्लास्टिकमा आधी टुप्पामा मात्रै डाँड मात्रै बसेको छ
भाइले जहिले पनि मनोज भाइले जहिले पनि यो खान्छ कि त्यही भएर यो लिएर आएको ए चिसो चिसै छ तर पग्लिन्छ पग्लेकै सम्झे है मिठो चाहिँ मिठै छ मिठो चाहिँ मिठै छ खेर त गएन खाइहाल्यो खेर त गएन खाइहाल्यो कस्तो कस्तो भयो कि है ड्याम चुसेर खान्छु ड्याम चुसेर खान्छु चाट्नु पर्ने आउँछ बनायो चाट्नु पर्ने आउँछ बनायो ल गाइस अहिले खतरा छ मिठो भयो होइन पिरो पनि अलिअलि हरायो जोस् ल आजको हाम्रो ब्लगलाई चाहिँ यतिकै समाप्त गर्दैछु ल भेट्नेछौँ अब नेक्स्ट भिडियोमा ओके बाई बाई सम्झी बाई बाई